यति बेला हामी मनाङको यो ग्रिन लेकमा छौँ र हामी पनि तिलिचो पुगेर फर्किने क्रममा छौँ र यही बेलामा हामीले चाहिँ विदेशी पाहुनाहरूलाई भेट्यौँ र उहाँहरू चाहिँ नेपाली राम्रोसँग बोल्नुहुने रहेछ र यही क्रममा मैले उहाँहरूलाई पनि स्वागत गर्न चाहन्छु। नमस्कार। नमस्कार। सर्वप्रथम त तपाईँलाई मनाङको ग्रिन लेकमा एकदमै स्वागत छ। धन्यवाद। अनि हजुरहरू कुन देशबाट बिलोङ्स गर्नुहुन्छ? हामी फ्रान्सबाट आउनुभएको। सबैजना यो छ यहाँ कतिजना 8-10 जना हुनुहुन्छ, उहाँहरू चाहिँ फ्रान्सबाट आउनुभएको रहेछ। अनि तपाईँहरू चाहिँ नेपाली बोल्नु हुने रहेछ, अत्यन्तै खुसी लाग्यो। आई एम सो प्राउड अफ यु। अनि आज चाहिँ तपाईँहरू कहाँबाट आउनुभएको? आज बिहान हामी उपरपिसाङबाट आएको। उपरपिसाङबाट हामी हिँडेर ढिलो गएको किनभने त्यो दुईजना फर्क्यौ, काठमाडौँमा फर्कनु पर्यो। हामी त्यो ढिलो हिँड्दा बिस्तारै हिँड्नुभयो हजुर। समग्रमा हजुरहरूको कति दिनको यात्रा गर्नु प्लानिङ गर्नुभएको? 10-12 दिन होला। 10-12 दिन। हजुर, कुनै साथीहरू त्यो चिलिचो लेक जाने मन छ, अहिले हेरौँ जान्छ कि जाँदैन। हुन त तपाईँ त नेपालमा धेरै वर्ष बसिसक्नु भएको छ, थाहा छ, तर पनि नेपाल कस्तो लागिरहेछ तपाईँलाई? एकदम राम्रो लाग्छ। त्यो नेपाल भन्दा फेरि त्यो नेपाली मान्छेहरूलाई नेपाली मान्छे एकदमै हजुर। अनि आज तपाईँहरूको यात्रा कहाँसम्म हुनेछ? आज नवलसम्म मात्र। नवलसम्म। त्यसपछि भोलि तपाईँहरू? भोलि मानङ एक दिन बस्ने, मिला रेपा केभसम्म जाने होला। आइस लेक तिलिचोसम्म पुग्ने प्लानिङ गर्नुभएको छ? मेरो प्लानिङ त छैन किनभने त्यो म धेरै हिँड्न सक्दैन, तर उनीहरूको छ। हेरौँ जान्छन् कि आशा लाग्छ मलाई। हामी पनि तिलिचो पुगेर आएको, बाटो त अलि अप्ठ्यारो त छ नै, तर चाहिँ सकिन्छ, जान सकिन्छ होइन। अनि तपाईँहरू जस्तै तिलिचो पुगेर यही बाटो फर्किने हुने कि अन्तै रुटबाट भएर? यही बाटो फर्किने हुन्छ। अनि फेरि यो तारापानीबाट त्यो जिपमा जान्छ। हजुर। अनि कति दिनपछि फ्रान्स फर्किनुहुन्छ तपाईँ? हामी 2 हप्तापछि, तर उनीहरू फेरि 2 महिनापछि होला। 2 महिनापछि फर्किनुहुन्छ। ए हुन्छ। तपाईँहरूले पनि हतारमा हुनुहुन्छ होला, यात्रामा हुनुहुन्छ, हामी पनि अब घर फर्कने क्रममा छौँ। तपाईँ पनि बिजी, हामी पनि बिजी, तर समयको बावजुद पनि तपाईँहरूले समय दिएर बोलिदिनु भयो, धेरै धेरै धन्यवाद। धन्यवाद। तपाईँ राम्रोसँग जानुहोस्। एकदमै आउँदा दिनहरूमा पनि हजुरसँग भेट्न पाइयोस्, यसरी कुरा गर्न पाइयोस् र तपाईँहरूको समय मिलेसम्म नेपालमा तपाईँहरूलाई सधैँ स्वागत छ। आएर घुमिदिनु होला। धन्यवाद। हामी फेरि आउँछौँ। यदि हामी पनि फ्रान्स जाने त मन त, तर हामीलाई चाहिँ खासै अब समय इकोनोमिक समस्या होइन, भिजा पनि खासै नहुने, त्यो कारणले गर्दा अब हामी चाहिँ कुनै समय मिलेछ भने जाम्ला, फेरि फ्रान्समा भेटौँला या नेपालतिर फेरि भेट्नेछौँ। धन्यवाद। धन्यवाद। नाइस टु मिट यु।